हजार भयो होला। म होसमै थिएँ जब तिमीले आवाज गरायो। बामे सर्दा घुँडा घिस्रेर चोट लागेको ठाउँ हुँदैन रहेछ, 81 बोल्छ मात्र। तिमी कहिलेकाहीँ आँखा खोलेर निदाउन सक्दैनौ? मलाई सुन्न त देऊ, तिम्रो आँखाहरू के भन्न चाहन्छन्। जुन पनि राति न्यानो हुँदो रहेछ नि, तर म उज्यालोबाट ढकेलिएको लाई तिमीले गुडमा राख्यौ, मुखमा हाँसो च्यापिदियौ, स्नेह दियौ, तर उड्नु अघि एक्लै छाडिदियो। कत्रो आकाश, कहाँबाट जुटाउँ म त्यत्रो आत्मविश्वास? मलाई घामका किरणहरूले तिमी उड्ने आकाशमा सधैँ इन्द्रेणी हुन्छ भन्थे। मलाई घामका किरणहरूले तिमी उड्ने आकाशमा सधैँ इन्द्रेणी हुन्छ भन्थे। आज हिजो रातिदेखि पानी परिरहेको छ, बादलहरू काला आँसुका थोपा खसाल्छन्। खै किन हो? सहानुभूतिले दुखाइ कम हुन्छ र? अचानो माथिको मासुले हुन्छ नि, अचानो माथिको मासुले आफू मात्र चुट्टिए जस्तो गर्छ। बिचरा अचानकले उसको हराएको टुक्रा कहिले समेट्न पाउला? मैले एउटा कविताको शीर्षक खोला किनार भेटाएँ। तिमीलाई छुटाउन पनि मन लागेन। म खुक्रो पत्थर अनि तिमी चाहिँ पानी, सँगसँगै बग्न खोज्दा ठेस लागेर अड्किए। रोक्न सक्छु कि भनेर जुझ्न थाले, चकनाचुर भए। अहिले म एक मुठी बालुवा हत्केलामाथि राखेर औँलाहरूले तिम्रो स्पर्शलाई सम्झिँदैछ। तिमीलाई त याद पनि आउँदैन होला है? तिमीलाई त याद पनि आउँदैन होला है? कि खै मैले बढी सोचेर हो कि? तर तिमी बगिराख, निरन्तर गतिशील, केहीको परवाह नगरी तिमीले चाहेको समुद्रमा मिसिनु तिमी। अनि म त्यही हुनेछु तिम्रै वरिपरि। तिमी बेला बेला छालहरू लिएर आऊ अनि मेरा डढेका घाउलाई शीतल बनाइदेऊ। अनि म त्यही हुनेछु तिम्रै वरिपरि, यतै कतै तिम्रै वरिपरि। थ्याङ्क यू।